अल्फान्सो भन्ने आँप रहेछ नि सर, यसको बारेमा थोरै के भनिदिनुहोस् त, के छ? अल्फान्सो भन्ने आँप चाहिँ हाम्रो नेपालमा चाहिँ अल्फान्सोको कुरा गर्दाखेरि 2 टाइप्स अफ भेराइटी हजुर है। यसमा चाहिँ 2 किसिमको चाहिँ हजुरको अल्फान्सो हुन्छ। हजुर हजुर यसमा अलिकति एउटा राउन्ड सेप र एउटा लङ सेपमा हुन्छ। हजुर हामीसम्म लङ सेपमा छ यो भेराइटी भनेको हजुरको पछि लास्टसम्म भन्नाले यदि रुखमै छोड्ने भने पुससम्म पनि हुनसक्छ, भदौसम्म पनि हुन्छ मजाले। यो आँप चाहिँ नेपालको नम्बर 1 मा पर्छ अहिले नेपालमा अहिलेसम्म हामीले चाहिँ अध्ययन गरेर यताउति कहीँ पनि छैन यो। हजुर र यसको भेराइटी यो क्वालिटी यो म्याङ्गो अफ किङ पनि भन्छ कि म्याङ्गो अफ किङ यसलाई अल्फान्सोलाई हो। यसलाई चाहिँ गुगलमा गएर हेर्नुहोस् हैन, अल्फान्सो आँप भनेको गुगलमा गएर हेर्नु होला। अल्फान्सोको बारेमा कतिको यो हामीलाई शरीरलाई बेनिफिट, यसको टेस्ट क्वालिटी अरू आँपभन्दा धेरै फरक छ, धेरै फरक छ। अनि जस्तै तपाईँले यसको बिरुवाहरू पनि जस्तै तपाईँले डेलिभरी गर्नुहुन्छ, जस्तै मलाई चाहिँ अल्फान्सो आँपको चाहिँ मलाई बिरुवा 100वटा बिरुवा चाहियो भने तपाईँले मलाई उपलब्ध गराउन सक्नुहुन्छ? यस्तो छ, यो अल्फान्सो आँपको मैले पोहोर पनि क्यामेरामा यो कुरा गरेको थिएँ कि मैले चाहिँ सबै नेपालभरि मेरो उद्देश्य के छ भने यो अल्फान्सो आँप हाम्रो तराई जस्तै यो ठाउँमा चाहिँ साह्रै सुटेबल रहेछ र वार्षिक यसले उत्पादन दिने रहेछ। अनि पहाडी क्षेत्रमा यसको विषयमा मैले चाहिँ पहाडी क्षेत्र भन्दा अब घाम आउनु पर्यो होइन, त्यस्तो ठाउँमा हुन्छ। पहाडी क्षेत्रमा नि फल्छ, यदि आँप छ भने फल्छ हैन एकदम। मेरो सोच के हो भने सबैलाई दिने भन्ने कुरा हो। अब गत वर्ष मैले बनाएको थिएँ टन्नै, तर चाहिँ त्यो बिरुवालाई मैले बचाउन सकेन हैन, र कतिले चाहिँ मसँग मागेको पनि थिएन, म दिन सकेन। तपाईँ मार्फत पनि यसको लागि मैले सरी भन्छु, किनभने चाहिँ मैले दिन सकेको थिएन। तर यो वर्ष चाहिँ मेरो प्लान छ, मैले गरिरहेको छु, अहिले चाहिँ सुरु भइसकेको छ मेरो त्यहाँ काम गरिरहेको छु। अहिले तपाईसँग कति बिरुवा तपाईँ निकाल्न सक्नुहुन्छ यो अल्फान्सो आँपको चाहिँ? लगभग मेरो चाहिँ अहिले यो वर्ष चाहिँ 10,000 बिरुवा बनाउन निकाल्ने, 10,000 बिरुवा बनाएर सबै देशभरका कृषकलाई चाहिँ बेच्ने तपाईँको यो उद्देश्य योजना छ। हजुर योजना छ। ओके दर्शक पनि यो भिडियो तपाईँले कहाँबाट, मैले आँप पनि खाइरहेको छु, तपाईँले यो भिडियो कहाँबाट हेरिरहनु भएको छ, यदि तपाईँलाई अल्फान्सो आँप भनेको नेपालको नम्बर 1 मा पर्दो रहेछ सर होइन, यदि तपाईँलाई यो बिरुवा चाहिएको छ भने हाम्रो सरलाई सिधा सम्पर्क गर्नु होला।